नजर छ भनौँ न, हामी सबैले आशा गरेको क्षेत्र नै त्यही भएको छ। अहिले त्यहाँको चाहिँ माहौल कस्तो छ अहिलेको रिसेन्ट? झापा क्षेत्र नम्बर 5 क्षेत्र नम्बर 5 को माहौल कस्तो छ? झापा क्षेत्र नम्बर 5 को माहौल, झापा क्षेत्र नम्बर माहौलको एकदम जटिल, एकदमै के होला कसो होला भनेर सब लागि परेका छन् है। काम काजहरू पनि भइरहेको छ, कसले जित्ला त के होला त भनेर एकदम छ देखिरहेको छु। दुईजनाको नाम अगाडि आइरहेको छ, कसले जित्ला त भनेर हैन। झापामा दुईजना व्यक्ति देखियो विशेष, हाम्रो केपी शर्मा ओली र बालेन शाह हुनुहुन्छ हजुर कम्पिटिटर। अनि के देखिन्छ लेगेसी पुरानै केपी शर्मा ओलीले जितिराख्नु भएको क्षेत्र हो जहिले पनि, हजुर उहाँले नै लेगेसी क्यारी गरेको देखिन्छ कि बालेन शाहले यसपालि जित्नुहुन्छ? किनभने बालेन शाह त राजयोग परेको मान्छे भन्छु म त, यति धेरै माया पाउनु भएको छ, हामी धेरैजना नेपालीको आशा र भरोसा पनि हुनुहुन्छ। के देखिन्छ यो युथहरूको आशा र भरोसा भनौँ न बालेन शाह स्पेशली? हजुर हो। हेरौँ है त, कार्ड मेरै हातमा छ, कार्डले जे भन्छ मैले त्यही नै एन्सर दिने हो हैन। झापा क्षेत्र नम्बर 5 को झापा क्षेत्र नम्बर 5 मा बालेन शाहले जित्नुहुन्छ या केपी शर्मा ओलीले? सपोर्ट त बालेन शाहलाई एकदमै धेरै छ हैन, तर लेगेसीको कारण हैन के कारणले चाहिँ कार्डमा चाहिँ केपी शर्मा ओलीको नाम चाहिँ अगाडि आइरहेको छ। ओके, तर मेरो साइडबाट सपोर्ट चाहिँ म बालेन शाहलाई गर्छु, कार्डमा जे जस्तो आए पनि। यदि केपी शर्मा ओलीले फर इक्जाम्पल बालेन शाहले जित्नु भयो भने त हामीले चाहेको रिजल्ट पायौं भनेर बुझ्छौं हैन? हजुर। यदि केपी शर्मा ओलीले जित्नु भयो भने चाहिँ के हुन्छ त्यसपछि? ओके, केपी शर्मा ओलीले जितेको खण्डमा के हुन्छ? केपी शर्मा ओलीले जितेको खण्डमा देश कस्तो हुन्छ होला त? त्यही पुरानो कुराहरू चाहिँ, धेरै कुराहरू चाहिँ अब रिपिट हुन पाउँदैन, किनकि धेरै कुराहरू घटनाहरू घटिसकेको छ हैन। पुरानो वेमा त जाने कुरा पनि हुँदैन, तर अलिकति उहाँ चाहिँ सोच विचार गरेरै आउनुपर्छ जस्तो लाग्छ। अब आउने चान्सेस चाहिँ 60% आइरहेको छ कि आउन त आउनुहुन्छ, उहाँ सोच विचार गरेर आउनुहुन्छ कि फेरि पहिला जस्तै पहिलाको कुरा त रिपिट हुँदैन भनेर देखिरहेको छ। तर उहाँ आउनुभयो भने चाहिँ विरोध चाहिँ एकदमै ठुलो आन्दोलनै हुन्छ, विरोध पनि हुन्छ। त्यसमा फेरि जनधनको क्षति हुने देखिन्छ कि देखिँदैन? क्षति हुन्छ त, ठुलै क्षति त हुँदैन, 30% जति चाहिँ क्षति हुन्छ। ओके।